अरे यही बिजी भइयो नगरले त गर्छ होला नि त, अहिले त गर्दैन यो महानगरले पनि गर्दैन गर्नु नयाँ भनेर युवा पुस्ता आउनु भएको छ नयाँ नि त। युवा पुस्ता आएको मैले साउन महिनामा भेटेको हो, हामी गर्छौँ भनेको हो र केही खाकाहरू तयार गरेको हो। उहाँले त केही गर्नुहुन्छ होला नि त, अहिले त जनताले पनि आज हुन्छ होला भनेर भएन के, गर्नु पर्यो। उहाँले आज जित्नु भएको छ, उहाँलाई के जितेर गर्दैन नि, जित्नु त धेरैले जिते अहिलेसम्म चुनावमा, गर्छु भनेर जिते। बात तो सही है। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो।